हेलो हेलो साथीहरू, नमस्कार। स्वागत छ हजुरहरूलाई मेरो पहिलो मिनी भ्लगमा। आज भने हामी वीरेन्द्रनगर सुर्खेतदेखि उकालो हामी डाँडातिर जाँदैछौँ साथीहरू। भ्युचुला भन्ने ठाउँमा हामी चाहिँ उकालो लाग्यौँ साथीहरू। अब हामी कपासे ब्यारेक नजिकै पुग्छौँ। यस्तो गर्मी छ नि सुर्खेतमा, यस्तो गर्मी। हामी शीतल हावा खानको लागि उकालो लाग्यौँ साथीहरू। हेर्नु न, बाहिर यस्तो राम्रो मौसम छ है। श्रावणको महिनामा जतासुकै हरियाली। गर्मीमा बसेको मान्छेहरूलाई त डाँडा भनेपछि त एकदम शीतल हुन्छ नि, एकदम शीतल। अनि हामी चाहिँ यस्तो डाँडाहरूसँग यसरी रमाउँदै कुदिरहेको छौँ साथीहरू मस्तले है। कति धेरैजनाहरू पनि आउनुभएको थियो क्या घुम्नलाई है। अनि बाटोमा भेटिराख्नु भएको थियो। अनि हामी चाहिँ अब लगभग अनि कपासेदेखि अगाडि बढेर हामी अनि माथि कटुका पुग्न लाग्यौँ साथीहरू। म चाहिँ हात निकाल्दै शीतल हावा खाँदै पुगेको छु, हिँडेको छु। अनि यहाँ चाहिँ हामी 9-10 पढ्दाखेरि पिकनिक खान आएको के। यो सल्लो घारी यस्तो याद आउँछ है। जतासुकै हुनुहुन्छ, जहाँ हुनुहुन्छ मेरो साथीहरू सबैलाई धेरै माया छ। यो ठाउँ आएपछि एकदम धेरै सम्झिन्छु म चाहिँ पिकनिक खान आएको। हामी चाहिँ अब छेडा पुग्यौँ साथीहरू। छेडाको प्रहरी बिटबाट पनि हामी उकालो लाग्यौँ। हजुरहरूलाई लाग्छ होला है कति रोडको मात्रै भिडियो बनाएको भन्नुहुन्छ। हामी 5 जनाको ग्याङ छौँ। यस्तो मजाले हिँडिराख्नु भएको छ साथीहरू पनि गफ गर्दै है। यस्तो रमाइलो। मलाई चाहिँ यो प्रकृतिसँग हिँड्न घुम्न एकदम मनपर्छ। मैले चाहिँ खाली रोडको मात्रै खिचिरहेको छु। अनि सुर्खेततिर त एकदम क्लियर थियो नि त मौसम, गर्मी थिएन। अनि यतातिर जब उकालो लाग्यौँ नि साथीहरू हामीहरू, अनि यस्तो के पुस माघको जस्तो ढुडी आएको जस्तो के कुहिरो लगाएको जस्तो मौसम। तर पनि त्यो भ्युचुला चाहिँ डाँडामा छ। पक्कै पनि पानी परे पनि हामीले छाता बोकेर आएको छौँ, हामीलाई समस्या हुँदैन। तर पनि हुस्सु नलागोस् भनेर हामी प्रार्थना गर्दै हामी लादेदेखि अगाडि बढ्यौँ साथीहरू। तर मौसम हेर्नु न कस्तो धुम्म परेको छ। तर पनि मजाको के शीतल चिसो है। ज्याकेट नल्याएर एकदम पछुतो लगाइरहेको थियो। एकदम गर्मी थियो नि त तलतिर। अनि माथितिर त एकदम चिसो रहेछ। उहाँ साथीहरू पनि त्यहीँ जाने हिँड्नु भएको रहेछ भ्युचुला है। स्कुटीमा कुदिराख्नु भएको छ हाम्रो अघि। अब हामीले उहाँलाई छोडेर हामी चाहिँ अगाडि बढ्यौँ साथीहरू। यस्तो मजाको मौसममा यसरी कुद्यौँ हामीहरू चाहिँ। अब सिद्ध पाइलादेखि अगाडि लाग्यौँ साथीहरू। अब एकछिनमा चाहिँ दैलेख जाने उता गुराँसेतिर जाने बाटो र यता धरमपोखरा मेली गर्पन जाने बाटो छुट्टिन्छ। हामी मेली गर्पनतिर लाग्यौँ। जब लागेको थियौँ लाइट बाल्नुपर्ने अवस्था आएको थियो कुनै ठाउँमा पानी परेर। हेर्नु न यस्तो राम्रो थियो। तर पनि बाटो कचाकुचुङ खाल्टाखुल्टी जे भए पनि प्रकृतिको सुन्दरता एकदम राम्रो छ भन्दै हामी चाहिँ गफ गर्दै यसो साथीहरूलाई पनि देखाउँदै अगाडि बढ्यौँ साथीहरू। यतिजना छौँ हामीहरू। तर मौसम चाहिँ थोरै क्लियर छ। अनि खुसी भएको छौँ कि हामीहरू चाहिँ जे भए पनि मौसम क्लियर हुनु पर्यो, अरू चाहिँ हामी सामना गर्छौँ पानी परे पनि भनेर हामीहरू अगाडि बढ्यौँ साथीहरू। अब चाहिँ के यस्तो राम्रो गाउँहरू पनि देखिरहेको के। अनि खाल्टाखुल्टीहरू त छँदैछ होइन। अनि त्यो गाउँहरू एकदम राम्रो तलतिर गाउँहरू छ होइन, यो हुस्सुले नदेखिए पनि। अनि मलाई फेरि यस्तो गाउँहरू यस्तो टाइपको त्यो घरहरू हुन्छ नि एकदम राम्रो लाग्ने के साथीहरू। अनि त्यस पछाडि त्यो घरहरू एकदम मनपर्ने। अनि कस्तो राम्रो लाग्छ कि गाउँमै आनन्द। हेर्नु न यता अगाडि पुगेपछि त पुरै बत्ती बालेर हिँड्नुपर्ने। एउटा बाइक रोकिराख्नु भएको छ बिचरा, लाइटै नबलेर। अनि हामी चाहिँ यसरी हिँडेको छौँ के, यसरी हिँडेको छौँ। खास गरी तपाईँहरूकोतिर यो बाहिर पुरै यस्तो हुस्सु लागिरहेको होइन। हामी चाहिँ हुस्सु लाग्यो भन्छौँ। तपाईँ के भन्नुहुन्छ? कुहिरो। तपाईँ ढुडी। मिस तपाईँ के भन्नुहुन्छ? पछाडि के भन्नुहुन्छ हजुरहरू? कुहिरो भन्नुहुन्छ। हो हामी पनि कुहिरो भन्छौँ, हुस्सु भन्छौँ। त्यो के भन्छन् त्यो अर्को भन्छ। हामी टुइटी चाहिँ भन्दैनौँ। तपाईँहरू भन्नुहुन्छ? हामी चाहिँ यस्तो रमाइलो गर्दै फाइनल्ली पुग्यौँ साथीहरू। हेर्नु न मेरो साथी खुसीले उठेर नाचिराख्नु भएको छ। म भने गाडीभित्र बसेर भिडियो बनाइरहेको छु किनकि बाहिर अलिअलि पानी परिरहेको छ। अनि हावा यस्तो लागिरहेको छ अनि पुरा हुस्सु जस्तो आइरहेको छ कि। अनि उहाँ त खुसीले उपद्रो नाचिराख्नु भएको छ। जति कष्ट गरे पनि हामी फाइनल्ली पुग्यौँ भनेर हिँड्न खोज्दै हुनुहुन्छ साथीहरू। म भने के गर्ने भनेर सोचेर बसिरहेको छु। उहाँले चाहिँ
खाजा दिँदै हुनुहुन्छ के कुकुरलाई। अब हामी पेट त पूजा गर्न पर्यो, भोक लागिसक्यो, हामी केही नखाएर आएको भनेर हामी खाजा खान थाल्यौँ। अनि यसरी बाँडी सुडी है हामीले फ्राई राइस लिएर आएको थियौँ। गाडीभित्रै बसेर बाहिर त किनकि पानी परिरहेको छ, त्यसमाथि पनि चिसो छ, त्यही भएर हामी गाडीभित्र बसेर खाजा पनि खायौँ। अब त निस्किनुपर्छ भनेर हामी निस्क्यौँ साथीहरू। गाह्रो के आमा कस्तो अपेक्षा राखेर आएको, यस्तो छ के मौसम छ्या गाह्रो छ। अब हिँड्यौँ है, आँखै देखिन्न के बाबै, लाइट बाल्नु पर्ने समस्या यस्तो छ। भ्यू चुला यस्तो छ मौसम, मान्छेको हालत गाह्रो छ गाह्रो, कस्तो छ भनेर आएको खालि यस्तो छ। हामी माथि पुग्यौँ, म चाहिँ भिडियो बनाउन थालेँ, जस्तो भयो नि भिडियो त बनाउनु पर्यो भनेर। अनि हामी चाहिँ अब यस्तो धेरैजनाहरू आउनुभएको थियो, मान्छे चाहिँ देखिनु हुन्थेन तर डिजेको आवाज बस्थ्यो। अनि हामीले पनि डिजे लगाएको थियौँ, अनि नाच्न थाल्यौँ के। रमाइलो गर्ने त हो नि जिन्दगीमा, मरिलानु केही छैन, बाँचुन्जेल जति हुन्छ रमाइलो गरौँ भनेर हामी नाच्न थाल्यौँ के। नाच्ने चाहिँ धेरै हुनुहुन्थ्यो, तर कसैले भिडियो खिच्नु पर्यो, कसैले गाना बजाउनु पर्यो, कसै फोटो खिच्दै हुनुहुन्थ्यो। हामी चाहिँ नाच्दै थियौँ कि। हामी रमाइलो गर्ने मान्छे, हामीलाई जता गए पनि रमाइलो नै लाग्छ। अब हामी फोटो खिच्ने तयारीमा छौँ, लुगा मिलाउँदै हुनुहुन्छ साथीहरू। फेरि अब भोक पनि लाग्यो, केक लगाएको थियौँ, केकको अवस्था कस्तो छ भनेर हामीले केकलाई देखायौँ। केक त आमा फुट्नु भएछ क्या, बिचबाट अब टुक्रिन थाल्नु भएछ होइन, कचाक कुचुक त भइहाल्यो। अनि 5 जनाको टाउको हामीले एक एकवटा समात्यौँ र म चाहिँ फोटो भिडियो खिच्छु भनेर लागेँ साथीहरू। अब चाहिँ है केक खानु पर्यो, किन छोड्नु भनेर। कस्तो मिठो भइरहेको के केक, घरमा आउँदा त घरमा ल्याउँदा मिठो हुन्थेन, त्यहाँ चिसो भएर चाहिँ मिठो भएको। ह्यापी बर्थडे टु यु। आज बर्थडेमा कोही आएनन् गाइजहरू, आज जति उता आफ्नो तालमा व्यस्त छन्। यता धनबहादुर रिठे पनि आएको छ, गाह्रो छ गाह्रो छ। ए धनबहादुर रिठे हुँदैन हौ सोल्टी। अनि साथीहरू खुसीले हेर्नु न कस्तो मजाले हाँसिराख्नु भएको छ, रमाइलो भइरहेको छ, मिठो कि केक। फेरि है खाँदैछौँ, लगभग हामीले केक सक्यौँ कि साथीहरू है। अब यस्तो छ मौसम, फाट्ला फाट्ला भन्यो, 5 बज्न आँटिसक्यो, फाट्दैन। अब त हामी घरतिर लाग्नुपर्छ भनेर हिँड्यौँ साथीहरू। अब अलिअलि भोक पनि लाग्न थाल्यो कि, उफ्रेको त भइहाल्यो। अनि चटपटेको सामान ल्याएको थियौँ, गाडीमा बनाउँदै खाँदै हामी घरतर्फ लाग्यौँ साथीहरू। मेरो काम फेरि भिडियो खिच्ने थियो कि, मलाई फेरि भिडियो खिच्नै पर्ने होइन, जसरी हुन्छ खिच्छु भनेर। मोबाइल फुल भइसक्यो, ब्याट्री लो भइसक्यो, तर पनि म भिडियो खिच्न छोडिनँ। तर यतातिरको मौसम यस्तो मजाले खुलिरहेको थियो, हामीलाई चाहिँ उतातिरको मौसमले धोका दियो भन्दै अब हामी थोरै निराश भए पनि जे भए पनि पुगेर आयौँ, भिडियो पनि खिच्यौँ बनायौँ भनेर। हामी बाटोतिर यसरी स्पिडले कुद्यौँ, हामी लगभग छेडा पनि पुग्यौँ साथीहरू। अब चाहिँ मेरो भिडियोहरू त्यति धेरै क्लियर त थिएन, क्लियर नभएको हुँदाखेरि हामी कटुकादेखि तल जाने अनि गाडी रोकेर पनि भिडियो खिच्ने भनेर गाडी रोकेर भिडियो खिच्न थाले साथीहरू। मैले चाहिँ अब हामी लगभग पुग्यौँ, फाइनल्ली हामी पुगेर पनि आयौँ। म चाहिँ भिडियो बनाउँदैछु साथीहरू, रमाइलो भयो एकदम। जे भए पनि साथीहरूसँगको यो पल एकदम धेरै यादगार हुनेछ। हामी चाहिँ अब ओह्रालो लाग्यौँ साथीहरू। बाई बाई साथीहरू, सबैजनालाई धन्यवाद।